नमस्कार र स्वागत छ। आजको यो विशेष पोडकास्टमा हामी एउटा गम्भीर र सान्दर्भिक विषय सत्ताको उचाइ र विधिको धरातलमा केन्द्रित हुनेछौँ। नेपाली राजनीति अहिले एउटा यस्तो मोडमा छ जहाँ पुरानो असफलता र नयाँ आशाका बीचमा ठूलो सङ्घर्ष चलिरहेको हामीले महसुस गरिरहेका छौँ। पुराना दलहरूको वर्षौंदेखिको असफलताले नयाँ शक्तिहरूलाई जन्म त दियो, तर के यी नयाँ अनुहारहरूले साँच्चै नयाँ कार्यशैली लिएर आएका छन् त? जनताको अपेक्षा परिवर्तन थियो। उनीहरू एउटा यस्तो प्रणाली चाहन्थे जहाँ विधिको शासन सर्वोपरि होस्, तर अहिलेको प्रवृत्तिले केही फरक सङ्केत गरिरहेको छ। जनताको अपेक्षा परिवर्तन थियो। उनीहरू एउटा यस्तो प्रणाली चाहन्थे जहाँ विधिको शासन सर्वोपरि होस्, तर अहिलेको प्रवृत्तिले केही फरक सङ्केत गरिरहेको छ। जनताको अपेक्षा परिवर्तन थियो। उनीहरू एउटा यस्तो प्रणाली चाहन्थे जहाँ विधिको शासन सर्वोपरि होस्, तर अहिलेको प्रवृत्तिले केही फरक सङ्केत गरिरहेको छ। हामीले देखिरहेको सबैभन्दा ठूलो खतरा भनेको सस्तो लोकप्रियतावाद हो। यो यस्तो जाल हो जसले तत्कालका लागि त ताली बटुल्छ, तर दीर्घकालमा पद्धतिलाई नै ध्वस्त पार्छ। नीतिगत सुधार र विधिको शासनलाई भन्दा पनि स्टन्ट र प्रदर्शनलाई महत्त्व दिने कार्यशैलीले हाम्रो लोकतन्त्रको जगलाई नै कमजोर बनाउँदै लगेको छ। संस्थागत संरचनालाई व्यवस्था गरेर केवल व्यक्तिको वरिपरि शक्ति केन्द्रित हुनु भनेको लोकतन्त्रको विसर्जनतर्फको यात्रा हो। पुरानै प्रवृत्ति अहिले नयाँ खोलमा देखिएको छ। सत्ताको स्वाद र शक्तिको दुरुपयोग हिजोको समस्या मात्रै थिएन, यो आज पनि त्यत्तिकै गम्भीर रूपमा हाम्रो अगाडि उभिएको छ। यसले समाजमा कस्तो प्रभाव पार्ला? यस्तो कार्यशैलीले समाजमा विभाजन र अविश्वास मात्रै बढाउँछ। जब नीतिभन्दा लोकप्रियता प्रधान हुन्छ, तब न्यायको धरातल खुम्चिँदै जान्छ। लोकतन्त्र भनेको भाषण मात्र होइन, यो त बहस, सहमति र निरन्तर संवादको एउटा जीवित प्रक्रिया हो। तर के हामी यो प्रक्रियामा छौँ त? संसद जनताको आवाज गुन्जिने थलो हुनुपर्ने हो, तर आज त्यही सदन उपेक्षाको शिकार भइरहेको छ। बिना ठोस कारण सदन स्थगित हुने क्रम बढ्दो छ। संसदको गम्भीर बहसबाट निस्किएका निर्णयहरू नै वास्तविक अर्थमा लोकतान्त्रिक हुन्छन्, तर अहिले निर्णयहरू बहसबाट होइन, हुकुमी आदेशबाट निस्किरहेका छन्। जब शासकहरूले आदेशको भरमा शासन गर्न खोज्छन्, त्यो शक्ति होइन, उनीहरूको आन्तरिक असुरक्षाको प्रतीक हो। यो बाटो अन्ततः अधिनायकवादतर्फ जान्छ। इतिहासले हामीलाई बारम्बार सिकाएको छ, विधिको धरातल छोडेको सत्ता जतिसुकै अग्लो देखिए पनि त्यो स्थायी हुँदैन, यसको पतन निश्चित छ। इतिहासले हामीलाई बारम्बार सिकाएको छ, विधिको धरातल छोडेको सत्ता जतिसुकै अग्लो देखिए पनि त्यो स्थायी हुँदैन, यसको पतन निश्चित छ। अब कानुनी राज्यको कुरा गरौँ। हाम्रो संविधानले हरेक नागरिकको मौलिक हकको ग्यारेन्टी गरेको छ, जसमा आवासको हक पनि एउटा प्रमुख अधिकार हो। सुकुम्बासी समस्या एउटा मानवीय र कानुनी दुवै पक्ष जोडिएको विषय हो। सर्वोच्च अदालतले यसमा स्पष्ट आदेश दिएको छ, वैकल्पिक व्यवस्था नगरी बस्ती नहटाउनु। तर विडम्बना के छ भने अदालतको आदेशको खुल्ला अवज्ञा भइरहेको छ। भूमि आयोग जस्ता संवैधानिक निकायलाई पन्छाएर डोजर चलाउनु लोकतन्त्रको अपमान हो। यस्तो कार्यले अदालतको मात्र होइन, समग्र राज्य प्रणालीको मानमर्दन गर्छ। जब संस्था कमजोर हुन्छ, तब व्यक्तिको स्वेच्छाचारिता बढ्दै जान्छ। सत्ताको शिखरमा पुगेपछि नेताहरूले आफूलाई सबैभन्दा अग्लो ठान्दछन्, तर उनीहरूले बिर्सन्छन् कि त्यो उचाइ उनीहरूको आफ्नै होइन, जनताको काँधले दिएको हो। यदि नयाँ शक्तिले पनि पुरानै शैली र एकाधिकारवादी चरित्र दोहोर्याउने हो भने जनतामा निराशाको खाडल झन गहिरो हुँदै जानेछ। यो निकै खतरनाक स्थिति हो। राजनीति जब विचार र प्रणालीमा होइन, केवल सेलिब्रिटी संस्कृतिमा आधारित हुन्छ, तब जवाफदेहिता हराउँछ। निर्णयहरू लोकप्रियताको नाममा स्वेच्छाचारी हुन थाल्छन्।
लोकप्रियताको आवरणमा गरिने यस्ता स्वेच्छाचारी निर्णयहरूले अन्ततः निर्वाचित अधिनायकवादलाई जन्म दिन्छन्, जुन लोकतन्त्रका लागि सबैभन्दा ठूलो अभिशाप हो। अहिलेको 2/3 सरकार विरुद्ध पनि चौतर्फी विरोधको स्वर सुनिन थालेको छ। जनताले आफ्नो अधिकारको रक्षाका लागि सडकमा आउनुपर्ने अवस्था सुखद होइन। आफ्नो सत्ता टिकाइराख्न पद्धतिको बर्खिलाफ जाने शासकहरूले बुझ्नुपर्छ कि देशको भविष्य व्यक्तिको महत्वाकांक्षा भन्दा धेरै माथि छ। अब सुधारको खाँचो छ। समाधान स्पष्ट छ। पहिलो, संवैधानिक र कानूनी निकायहरूको पूर्ण सम्मान गर्ने र अदालतको फैसलालाई अक्षरशः पालना गर्ने। यो नै विधिको शासनको पहिलो शर्त हो। दोस्रो, संसदलाई सक्रिय बनाउने। जतिसुकै जटिल, मानवीय वा कानूनी विषय किन नहोस्, त्यसलाई सदनमा लगेर खुला बहस गरिनुपर्छ। आदेशले होइन, छलफलले निकास खोजिनुपर्छ। सुकुम्बासी जस्ता जटिल समस्यालाई वैज्ञानिक पहिचान र दीर्घकालीन नीति मार्फत मात्रै हल गर्न सकिन्छ। डोजर चलाउनु समाधान होइन, समस्यालाई झन् बल्झाउनु मात्रै हो। मानवीय समस्याको समाधान मानवीय ढङ्गले नै खोजिनुपर्छ। सुकुम्बासी र हुकुमबासी बीचको स्पष्ट भेद छुट्याएर वास्तविक पीडितलाई पुनर्स्थापित गरिनुपर्छ। अदालतका फैसलाहरू कार्यान्वयन गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध हुनुपर्छ। जबसम्म राज्यले कानूनको मर्यादा राख्दैन, तबसम्म नागरिकले सुरक्षाको महसुस गर्न सक्दैनन्। सत्ताको उचाइ कानूनको धरातलभन्दा माथि हुनै सक्दैन। विधिको शासन नै लोकतन्त्रको प्राण हो। यसलाई जोगाउनु हामी सबैको साझा जिम्मेवारी हो। आजको आवश्यकता संयम, जवाफदेहिता र पद्धति हो। लोकप्रियता भन्दा पनि परिणाममुखी नीति र कार्यशैलीले मात्रै देशलाई सही दिशामा लैजान सक्छ। हाम्रो यो पडकास्टको आजको अङ्क यति नै। तपाईलाई आजको यो विश्लेषण कस्तो लाग्यो? आफ्नो अमूल्य प्रतिक्रिया दिन नभुल्नुहोला। धन्यवाद। नमस्कार। थप कुरा के भने, हामीले सधैँ प्रश्न गरिरहनुपर्छ। सत्तालाई सही बाटोमा राख्न नागरिकको सचेत निगरानी नै सबैभन्दा बलियो अस्त्र हो। जबसम्म नागरिकहरू सचेत रहन्छन्, तबसम्म लोकतन्त्रमा कसैले पनि हुकुमी शासन चलाउने साहस गर्न सक्दैन। जबसम्म नागरिकहरू सचेत रहन्छन्, तबसम्म लोकतन्त्रमा कसैले पनि हुकुमी शासन चलाउने साहस गर्न सक्दैन। जबसम्म नागरिकहरू सचेत रहन्छन्, तबसम्म लोकतन्त्रमा कसैले पनि हुकुमी शासन चलाउने साहस गर्न सक्दैन। हामी यस्तो भविष्यको कामना गर्छौं जहाँ कानून सबैका लागि बराबर होस् र सत्ता केवल सेवाको माध्यम बनोस्। विधिको धरातल जति बलियो हुन्छ, सत्ताको उचाइ त्यति नै गरिमामय हुन्छ। यो कुरा हाम्रा शासकहरूले सधैँ हेक्का राखुन्। हाम्रो साथमा रहनु भएकोमा फेरि पनि धन्यवाद। अर्को अङ्कमा नयाँ विषयका साथ भेट्नेछौँ। आफ्नो ख्याल राख्नुहोला।